नमस्ते जोजोलाप्पा सबैजनालाई। आज चाहिँ हामी सामा रेडी भएर साई मन्दिर जाँदैछौँ। श्री सत्य साई प्रेम ज्योति घर ल्याउनु साथै दर्शन गर्नुको लागि धेरैवटा जग्गा घुमेर श्री सत्य साई प्रेम ज्योति चाहिँ हाम्रो कैँजलीको साई मन्दिरमा आइपुग्नु भएको छ। सो हामी दर्शन गर्नु जाँदैछौँ। मैले मेरो आमालाई चाहिँ अगाडि नै दियोहरू बोकेर मन्दिर पठाइसकेको छु। अहिले चाहिँ म, मेरो छोराहरू अनि हस्बेन्ड जाँदैछौँ। हामी चाहिँ अलिक लेट भयौँ। सो हेर्नुहोस् होला, यो चाहिँ हो हाम्रो साई मन्दिर कैँजलीको। हामी चाहिँ अब कैँजलीको साई मन्दिरभित्र प्रवेश गर्दैछौँ श्री सत्य ज्योति ल्याउनुको लागि। श्री सत्य साई प्रेम ज्योति ल्याउनुको लागि। सो मन्दिरमा धेरै भिडहरू छ, किनभने चप्पलहरू धेरै बाहिर खोलिरहनु भएको छ। सबैले स्लिपरहरू बाहिर खोलेर हामी भित्र प्रवेश गर्दैछौँ। श्री शिवकुमार राईले तपाईँको समक्षमा केही कुरा राख्नुहुनेछ। त्यसपछि भजन गरेर मोटामोटी मन्दिरभित्र धेरै भजनहरू गाएको थियो। त्यो भजनहरू मैले तपाईहरुको लागि रेकर्ड गर्न सकिनँ, किनभने भजन गर्दाखेरि अलिक भिडियो गर्नु अलिक उचित लागेन। सो भजन गरिसकेर आरती गरेको ज्योतिर्लिङ्ग बालेकोहरू मात्रै तपाईलाई भिडियो गरेर देखाउँदैछु हो। अन्त यो चाहिँ हो घर लाने मेरो हो। यहाँ हेर्नुहोस् होला, श्री सत्य साई प्रेम ज्योतिको दर्शन तपाईहरुले पनि गर्नुहोस् होला है। श्री सत्य साई प्रेम ज्योति हो। साथै भगवान बाबाको वस्त्र पनि ल्याउनु भएको थियो। सबैको हामीले दर्शन गरेर अब हामीले श्री सत्य साई प्रेम ज्योति चाहिँ घर लानुको लागि तयारी गरिसकेका छौँ। सो हामीले दर्शन गरेर हामी बाहिर निस्किँदैछौँ। सो यहाँनिर चाहिँ हेर्नुहोस् होला, अरू ठाउँको साई मण्डलीले चाहिँ सत्य साई प्रेम ज्योति चाहिँ यसरी भजन गर्दै लानु हुँदैछ। सबैजनाले मिलेर कति राम्रो देखेको है, हेर्नुहोस् न। सो आजको दिन हाम्रो यसरी बित्यो। सो आजको लागि यति नै। सबैजनालाई साई राम, सबै गुड नाइट। हजुर।